फलाना बोलाऊँ कि त्यसले सक्दैन त्यो अर्को फलाना सक्दैन उसको दिमागले चाहिँ को बाटा गइसक्यो भगवान बुद्ध कहाँ पुगेछ हाम्रो बाबाको स्वर्ग त भगवान बुद्धले चारो शब्दमा जान्छु अब भनेर भगवान बुद्ध कहाँ गएछ र भनेछ पाउ परेछ भगवान वन्दना भन्छ म त एउटा बिन्ती बिसाउन आएको भनेछ के बिन्ती भन नि त मेरो बाबा बितेको मैले धेरै वर्ष भयो मलाई बाबाले स्वर्ग तार्न मन लाग्यो हजुर आइदिनु सक्नुहुन्छ भनेपछि सक्छु अनि त्यहाँपछि के चाहिन्छ त सरदार त्यो पूजा गर्ने सबै सरदार जो गर त्यो दिन हेरेर मल्लिन्त गर अनि त्यहाँपछि 2टा भुर्को चाहिँ किनेर खाइ त्यसै माटोको भुर्को हुन्छ भनेछ अनि त्यहाँपछि उसले 2टा भुर्को किनिराखेको छ ल्याइराखेको छ अनि आएपछि भगवान बुद्ध आएछ नमस्कार गरेँ बुद्धलाई बसायो अनि अन्तिममा चाहिँ के भनेछ त अनि हाम्रो बाबालाई स्वर्ग कुन बेला तारिन् त भगवान् भन्छ किन बाबालाई स्वर्ग तार्ने बेला भयो अब 2टा भुटकोमा एउटा भुटकोमा चाहिँ गिटी माटोको चाहिँ ढुङ्गा गिटी हाल एउटा चाहिँ घिउ हाल भनेछ 2टा भुटकोमा एउटामा गिटी एउटामा घिउ अनि यसरी लियो भन्छ यसरी लिएछ अनि ठुलो समुद्रमा लिएर गएछ तलमा लिएर छ र यो लिएर जाऊ भनेछ यसरी लिएर उता गएर गयो त उता गएर पुगिसकेपछि भगवान् म त्यहाँ उता जान सक्दिनँ भनेछ 2टा घन्टा फुटाऊ भनेर त्यहाँदेखि फुटायो अनि त्यहाँ के देख्यो तिमीले भनेछ गिटी तल गयो घिउ पाए तैरेछ भगवान् भनेछ उसो भए घिउलाई तल दबाऊ गिटी माथि उतार भनेछ बाछाले त्यहाँनिर अनि गिटी माथि ल्यायो तल डुब्छ घिउ तल दबाए माथि नै आउँछ यो त सम्भव भएन भगवान् भनेछ हो तिम्रो बाबुको स्वर्ग तार्ने हाम्रो सम्भव छैन बाबाले कस्तो कर्म गर्नु भएको थियो त्यो अनुसार स्वर्ग जानु भन्नु भएको गयो स्वर्ग तार्न सक्नुहुन्छ त बाबुको सक्नै रहेछ नि त त्यस्तै गरेर तपाईँहरूलाई पनि स्वर्ग तार्न सक्दैन अनि यदि तिमीले त्यो घिउ तल र ढुङ्गामाथि गर्न सक्यो भयो हामीले स्वर्ग तार्न सक्थ्यो बाबुलाई अब बाउले कस्तो काम गर्नुभएको छ बाउले राम्रो राम्रो काम गर्नुभएको छ नि घिउ जस्तै माथि माथि तरेर स्वर्ग जानुभयो यदि बाउले राम्रो काम गर्नु गिटी तल डुब्नु भयो नर्का जानुभयो हामीले केही पनि गर्न सक्दैन उसको चित्त बुझेछ अरे क्या त्यही भएर तपाईँ हामीले खाँदा पूजा गर्दा आफैले गर्ने आफैले खाने बाबुले खाएर मलाई आउँछ अगाउँदैन नि उहाँले खाएर मलाई आउँछ अगाउँदैन नि आफै खानुपर्छ पूजा पनि आफै गर्नुपर्छ हाम्रो घरको के चलन छ भने घरको एकजनाले पूजा गर्छ भने उसले गरिहाल्छ म त पर्दैन पर जाने चलन छ घरको जानु सबैसँगै घरको जानु सबैजना सँगै पूजा गर्ने हो त्यही भएर यो पनि हो यसरी चाहिँ है यो कथा हामीले कथा जोड्नुपर्छ यो कथाले के भन्छ त भने कसैको स्वर्ग कसैले तार्न सक्दैन स्वर्ग जाने नजाने आफैले बनाउने बाटो मैले राम्रो काम गरेँ म स्वर्ग जान्छु नराम्रो काम गरेँ तल जान्छु राम्रो काम गरेर घिउ जस्तो माथि उत्रिन्छ नराम्रो काम गरेर गिटी जस्तो तल डुब्छ तपाईँहरू पनि त्यही न है त्यसले गर्दाखेरि हामी यो कथाले के भन्न खोज्छ भने स्वर्ग तार्न र